रातो छैन त्यस्तो अनि म नै खुन्दिन जस्तो फिल आउँछ कहिलेकाहीँ त तर आजको चाहिँ अलि ठिकै छ त्यसको मैले नि खुन्दिनु पर्ने जस्तो छैन अनि यो अनारको चाहिँ एउटा नराम्रो बानी चाहिँ के छ भन्दा चाहिँ यस्तो भुइँहुँदी खस्यो अनि गल्तीसँग खुट्टाले कुच्चियो भने पनि त्यो रातो धब्बा बस्ने त्यसपछि फेरि कपडामा यदि व्हाइट कलरको यो टी सर्टमा यति पनि थोरै दाग लाग्यो भने त्यो अनारको दाग जे गरे पनि जति धोए पनि जति कष्ट गरे पनि अनि त्यो अनारको दाग चाहिँ जाँदै नजाने यो चाहिँ यसको एउटा बेफाइदा छ फाइदा चाहिँ यसले खुन बढाउँछ अनि मलाई चाहिँ अब यसले चाहिँ राम्रो डाइट दिन्छ यसले गाला नखाने पुक भयो यसलाई अलि सुकु पाराउनु पारे के दुईटा कुराको बेफाइदा पनि फाइदा पनि देखेको छु क्या मैले मेनली एउटा भयो अनारको दाग अर्को भयो बेसारको दाग बेला मैले पानी खान्छु बेसार पानी अहिले यसो वेट लसको नाटक चलिरहेको बेसार त्यसपछि त्यो के भन्छ रे बेसार भयो अनि त्यसपछि त्यसमा चाहिँ त्यो क्युमिन सिड्स मसालाको सिड अनि त्यसपछि फेरि त्यो जुवानो अनि त्यसपछि फेरि त्यो ल्वाङ अनि त्यसपछि अझ एउटा कुरा के अरे त्यसलाई दालचिनीको पत्ता अनि अझ एउटा चाहिँ के भन्छ नि त्यो टिमुर जस्तै हुन्छ नि मरिच हो यो गराएर त्यसको पानी खान्छु अनि त्यसमा त बेसार पनि हाल्छु अनि त्यसपछि त्यो बेसारले त हे भगवान् नि त्यो बेसारले सबै यो टेबल यो पढ्ने टेबल पनि पहेँले बनाछ कप पनि पहेँले बनाछ त्यो त हल्लाउनु पर्यो नि हल्लाउनको लागि चम्चा युज गर्यो चम्चा पनि पहेँले बनाछ अनि अब त्यहाँ त्यो पकाउने भाँडा पनि पहेँले गराछ यो बेसार त अब त्यसमा चाहिँ राम्रो क्वालिटी छ भनेर अब इम्युनिटी बढाउँछ भनेर बेसार खाएको बेसारलाई देखेर त्यो भुइँमा झरेको देखेर झन् आफ्नो बिपी हाई भएर अनि फेरि अब त्यसले बिपी हाई गर्यो अनि त्यसपछि बिपी हाई गर्यो त्यसले अब त्यसपछि अनारले पनि बिपी हाई गर्ने अब त्यसपछि त मेरो बिपी हाई भएर अनि त्यसपछि फेरि आफूलाई कुल डाउन गरेर फेरि नर्मल स्टेटमा आउँछ त्यही हो कुरा अब चाहिँ यति खाएपछि 4:30 बजे साँझ चाहिँ माम खानु पर्दैन साँझ माम खानु नपरेपछि वेट त यत्तिकै लस भयो मान्छे पातलो भयो यत्तिकै सलासुलुत्तै भइन्छ त्यही हो कुरा तर फेरि धेरै खायो भने त्यो गुड पनि तितो हुन्छ भन्छ नि यो अनार धेरै खायो भने कस्तो मत आउँछ क्या लास्टै त्यही पनि अब हेल्थ बेनिफिट छ अब मलाई अहिले भुत चढ्या अलिअलि आफ्नो शरीरको पोर्सन घटाम भनेर हुन त म राम्रै छु ठिकै छु अनि कपडा पनि मलाई 5 वर्ष पुराना कपडा पनि भाइरहन् त्यही पनि यसो अलि चिप्कको कपडा लाउनु पर्यो नि त अब चाहिँ अब नर्सिङ पनि सकिन लाग्यो अब चाहिँ अलिअलि स्टाइलिस अब सधैँभरि भूतले भाङ्ले भएर त भएन अब त्यो बिहा गर्ने पनि उमेर पनि लागिसक्यो फेरि केटाहरू हेर्न आयो भने फेरि डर आउलान् मलाई हेरेर त्यही भएर चाहिँ अलिअलि फेरि हुन त आफ्नो वेट सारा मन पराउनेले जस्तालाई पनि मन पराउँछन् अरे भन्छन् भन्नलाई मान्छेले त्यही पनि अब यसो त्यही पनि अब समाजले कुरा पनि अलिअलि सुनिदिनु पर्यो अरे अनि त्यही भएर अनि मान्छेहरू यति दाढी आफू मोटाउन अनि त्यसपछि मान्छे फेरि यति दाढी न आमामा मान्छेहरू यति दाढी हुन्छ नि आफू मोटाउन नसक्ने अरू मान्छे यति थोरै मोटायो भने फोन गर्दा पनि नानी तिमी त कति मोटाइ छौ है कसरी मोटायो के मोटाउ गम खाए अनि मोटाए तिमीहरू खाइदिए थिएन कि
त्यही भएर मैले कसैलाई पनि फोन गर्दिनँ कि मैले सिर्फ फोन गर्ने भनेको बाबालाई मम्मीलाई मेरो 2टा बहिनीलाई यति छ कि मेरो 4जना छ कि मेरो फोन गर्ने लिस्टमा कोही छैन कि अरू जसलाई पनि फोन गर नानी तिमी त अस्ति नै भन्दा अहिले धेरै मोटाएछौ नेपालै नगएको म वहाँ के भन्छन् रे 2.5 वर्ष हुन लागिसक्यो 1.5 वर्ष भइसक्यो अनि त्यसपछि म यहाँ इन्डिया आएकोबाट नेपाल गएको भने त्यही 1 हप्ताको लागि गएको 3 वर्षमा म 1 हप्ताको लागि त्यही पनि घरमा पूजा थियो बा मम्मीको एनिभर्सरी थियो 25th एनिभर्सरी त्यही भएर गएको त्यसपछि न त घर जान पाएको छु न त मिठो खान पाएको छु त्यही पनि अब होस्टेलको खाना ला नानीलाई ला भन्नु त छैन कसरी मोटायो के गरेर मोटायो के खायो त्यो टाउको खायो भन्न मन थियो तर के गर्नु बाबुआमाको इज्जत पनि हेर्नु पर्यो त्यही भएर मैले चाहिँ भने हैन हो अब म चाहिँ फेरि म मिलाउने अहिले यहाँ गफ हाने पनि मान्छेले फोन गरेपछि हमा मिलाउने हो हजुर भन्न पर्ने अरे अनि भनिदिएँ त्यही हो म मोटा छु मोटाए के हो त कन्छ के नै केही रोग छैन केही छैन त्यही पनि मोटाए पनि यत्रो भ्याल्यु भएको छैन ठिक्कै छ मेरो शरीर त्यही पनि मान्छेले देखि नसनी के देखि नसनी त्यही हो कुरा त्यही कुरा गर्न आएको अब चाहिँ सुत्नु पर्यो तर यो खानु पर्यो त्यसपछि सुत्नु